सबैभन्दा बुद्धिमानी जनावर कुन हो भनेर तपाईँलाई थाहा छ? थाहा छैन भने आजको भिडियोमा थाहा पाउँ है त। हात्तीको आइक्यू 12.5 हुँदो रहेछ। यो आइक्यू भनेको चाहिँ जस्तै प्याज टमाटरलाई किलोमा नापिन्छ भने दिमागलाई चाहिँ आइक्यूमा नापिन्छ है। भेडाको आइक्यू 17.5 हुँदो रहेछ। भेडा पनि धेरै बाठो हुँदो रहेछ। सार्कको आइक्यू हुँदो रहेछ 18। सबैभन्दा बाठो जनावर चाहिँ कुन हो तपाईँलाई थाहा छ भने अहिले नै कमेन्ट गर्नु ल। कुकुरको आइक्यू हुँदो रहेछ 19 अनि बिरालोको आइक्यू हुँदो रहेछ 23। भिडियो मन परेमा लाइक गर्न नबिर्सनु है। स्यालको आइक्यू हुँदो रहेछ 26। सबैभन्दा धेरै बाठो जनावर चाहिँ कुन चाहिँ हो त हो? बाघ भालु कुन चाहिँ हुँदो रहेछ हेरौँ है त। व्हेलको आइक्यू हुँदो रहेछ 27। टाइगरको आइक्यू हुँदो रहेछ 27.5। टाइगर पनि धेरै बाठो हुन्छ। राइनो गैँडाको बुद्धि हुँदैन भने चाहिँ गैँडाको आइक्यू नै 28 हुँदो रहेछ त। ओहो। हिप्पो जलगैँडा यसको आइक्यू 29। गैँडा भन्दा नि बाठो। लायन 30 आइक्यू। त्यसै त जङ्गलको राजा भनेको होइन लायनलाई। डल्फिनको आइक्यू हुँदो रहेछ 31। डल्फिन पनि धेरै बाठो हुँदो रहेछ। ओहो। गोही 32 आइक्यू। यो त डेन्जर जनावर हो त। हेरौँ त सबैभन्दा धेरै कागको आइक्यू 33। काग धेरै बाठो भने के खान्छ भनेछ? काग त बाठो रहेछ त। पिग 37। यो त झन् बाठो रहेछ त पिग त। अनि के हो यो? किलर व्हेल 39 आइक्यू। ओहो। सबैभन्दा 1 नम्बरमा चाहिँ को रहेछ हेरौँ है त। सबैभन्दा धेरै बाठो जनावर चाहिँ कुन चाहिँ रहेछ? अक्टोपसको आइक्यू 72। मान्छे जतिकै बाठो हुँदो रहेछ यो त। ल हेर सबैभन्दा धेरै आइक्यू चाहिँ को रहेछ हेर्नु त कुन चाहिँ जनावरको रहेछ? मान्छेको आइक्यू 100। जनावरमा चाहिँ किन हाल्यो मान्छेलाई? कसलाई थाहा छ कमेन्ट गर्नु ल।